क्राफ्टल्यान्ड म्याप खेलेर तपाईहरुले पनि यो रिङ भचरहरुलाई चाहिँ फ्रीमा नै जित्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईहरु हाम्रो गेमको न्यूज सेक्सनमा जानु होला। अहिलेको टाइममा त्यहाँनेरि क्राफ्टल्यान्ड शेयरिङ इभेन्ट चलेको छ र तपाईहरुले जोइन नाउमा क्लिक गर्नुभयो भने तपाईहरुलाई फेसबुकतिर लैजान्छ। त्यहाँनेरि तपाईहरुले एउटा ग्रुपको पोस्टलाई चाहिँ देख्न सक्नुहुन्छ, फ्री फायर क्राफ्टल्यान्ड क्रिएटर पोस्ट भन्ने। सबभन्दा पहिला चाहिँ त्यो ग्रुपमा जोइन गर्नु होला अनि यसमा पार्टिसिपेट गर्नको लागि चाहिँ तपाईहरुले क्राफ्टल्यान्ड म्यापहरु खेल्न पर्ने हुन्छ र तपाईहरुले म्याप खेल्दाखेरिको बेस्ट मोमेन्टहरु, फनी मोमेन्टहरुको चाहिँ स्क्रिनशट लिन पर्ने हुन्छ, भिडियो रेकर्ड गर्न पर्ने हुन्छ र त्यो रेकर्ड गरेको कुरा चाहिँ तपाईहरुले यो ग्रुपमा आएर पोस्ट गर्न पर्ने हुन्छ। पोस्ट गर्दाखेरि #क्राफ्टल्यान्ड भिडियो अनि इभेन्ट 0325 लेख्न चाहिँ नछुटाउनु होला। तपाईहरुले खेलेको म्यापको नाम पनि राख्न पर्ने हुन्छ, म्यापको कोड पनि राख्नु पर्ने हुन्छ र आफ्नो युआईडी दिनु भएन भने चाहिँ रिवार्ड पाउन सक्नुहुन्न। त्यसैले युआईडी पनि राख्नु होला र तपाईहरुले यहाँ पोस्ट गर्दाखेरि फोटो पोस्ट गर्नुभयो भने चाहिँ 3टा स्क्रिनशट राख्नु पर्ने हुन्छ। अनि प्राइज भनेको चाहिँ फर्स्ट प्राइजमा 15 वटा रिङ भचर हुन्छ, एकजना विनरले पाउँछ। सेकेन्ड प्राइज 2 जना विनरले पाउँछन् र त्यसमा चाहिँ 10 वटा रिङ भचर हुन्छ। थर्ड प्राइज भनेको 3 जना विनरले पाउँछन्, त्यसमा चाहिँ 5 वटा रिङ भचर हुन्छ। त्यसैगरी पार्टिसिपेट गर्ने मध्ये 5 जनाले चाहिँ अनररी मेन्सनमा 3टा रिङ भचर पाउँछन्। एकजना प्लेयरले 2टा म्यापको डिटेल चाहिँ सबमिट गर्न पाउँछ। इभेन्ट भनेको 30 मार्चसम्म चल्छ र विनर एनाउन्स भनेको चाहिँ 3 अप्रिल भित्रमा गरिदिनाले गरिसक्छ। त्यसैले तपाईहरु पनि पार्टिसिपेट गर्नु होला, जित्नको लागि ट्राई गर्नु होला। हामीलाई फलो गर्नु भएको छैन भने फलो गरेर चाहिँ राख्नु होला।